विजय दङ एन्ड रश्मिला तामाङ रहेको छ समिता ए समिता यो कसको रियाक्सन यो हो हाम्रो रियाक्सन सो वेलकम ब्याक अगेन गाइज आज चाहिँ हामीले फेरि पनि एउटा नयाँ सङमा चाहिँ रियाक्सन भिडियो ल्याउन गइरहेको छौँ जसको गाना चाहिँ छ मै झुटो बाई उर्गेन डङ है सो गाना चाहिँ अलमोस्ट हेर्दाखेरि लामै छ जस्तो लागिरहेको छ डिस्क्लेमरहरू पनि धेरै कुराहरू छ र अनि सुरुमा सबैभन्दा सर्वप्रथम चाहिँ हजुरले गाना सुन्नुभएको छैन भने चाहिँ गानाको चाहिँ लिङ्क इन डिस्क्रिप्सन हजुरले गएर हेर्न सक्नुहुन्छ सुरुमा गाना हेर्नुहोस् गाना सुन्नुहोस् गाना के कस्तो छ बुझ्नुहोस् त्यसपछि फेरि हजुरले चाहिँ आएर हाम्रो रियाक्सन भिडियो हेर्न सक्नुहुन्छ र उर्गेन डङ मै झुटु टु भनेर भन्नु उर्गेन डङ मै झुटु टु पुरानो माया समिता प्रधान फेट विजय डङ एन्ड रश्मिला तामाङ ओके ठिक छ स्टार्ट हाल्दिउँ ल सो ढिलो नगरौँ सो लेट्स स्टार्ट द भिडियो है सो भिडियो हेर्नुभन्दा अगाडि डिस्क्लेमर पनि पढ्नु होला त्यहाँ के भनेको छ यो जस्ट भिडियो मात्र हो काल्पनिक हो अरूको जीवनमा मेल खान गएमा कोचिङ प्रोड्युस बाई दुर्गा मोक्तान कस्तो मजाले पोर्ट्रेट गरेछ गाइस के रे त्यो कति राम्रो छ भ्यूहरु के देखाउने तरिका के हजुर सधैँ आउनुहुन्छ हो यो ठाउँमा त्यो एक्टिङ हेर्नु कस्तो मजाको हैन त्यो लजाएर लडबडेको थियो अन्त सधैँ आउनुहुन्छ हो यो ठाउँमा नै सधैँ त आउँदिन कहिलेकाहीँ मन दुःखी हुँदा यही ठाउँमा आएर मन भुलाउने गर्छु रमाइलो लाग्छ मलाई यो ठाउँ मैले त हजुरलाई कहिल्यै देख्दिनँ यो गाउँमा खास हजुरको घर चाहिँ कता ओ माथिल्लो गाउँमा ए अनि यो गाउँमा चाहिँ को हुनुहुन्छ हजुरको कोही पनि छैन किन र होइन सोधेको मात्रै फोन छ हजुरसँग फोन कस्तो मजाको अडियो क्वालिटी त्यो एक्टिङ क्या कस्तो राम्रो उसको फोनबाट सेल्फी हान्दै थियो खतरा हान्ने सेल्फी त उसकै फोनबाट हान्दै सेल्फी अबदेखि कसैले सोध्यो भने उहाँ छ भनेर ओहो क्या हो रोमान्टिक नभनहै कुन बेला मन रोइदेला नभनहै कुन बेला जुन बेला पुरानो माया बिरानो भइदिँदा जुन बेला पुरानो माया बिरानो भइदिँदा फुटेको सिसा जोडिन्छ आज भोलि सकिएन जोड्न टुटेको मन सहने गाह्रो भयो नि मलाई के भयो होला खै तिमीलाई झन् यहाँ केटीको अगाडि बिहे भइसकेको छ यहाँ म्यारिड अगाडि नै के लागि फ्युचर देखेर छ हामीलाई यो फ्युचर त अघि नै गयो नि हैन त्यो त्यो पास्ट हो क्या यो चाहिँ प्रेजेन्ट हो यो प्रेजेन्ट हो उ अरूसँग बिहे गरेछ केटीले अलरेडी बिहे गरेछ अब केटा चाहिँ बाटोमा काम गर्छ क्या हैन केटाको त आफ्नै फुल थियो पुल बजाउँदै गर्ने अघि सो लेट्स सी हैन के रहेछ हेर
फुटेको सिसा पनि जोडिन्छ आज भोलि सकिएन जोड्न टुटेको मन सहनै गाह्रो भयो नि मलाई के भयो होला खै तिमीलाई झन् ए दैव तिमीलाई बिन्ती छ उसको माया मेरो लागि किन्ती छ हाँस्नलाई बिर्से मैले नि उसकै यादमा दिन बिचाइले नि मलाई पनि यो चाहिँ पास भयो हैन स्टार्टिङ फेज यो चाहिँ लभ पराएर रहेछ दुईजनाको तर एट द एन्ड केटी चाहिँ अरूसँग बे गरेर गाह्रो रहेछ अहिलेसम्म चाहिँ बुझेन हामीले हैन आफ्नो भन्ने उही थियो तर बाटो मोडिदियो मलाई पनि माया गर्ने कोही थियो आफ्नो भन्ने उही थियो तर बाटो मोडिदियो कल आयो कबीर सिंह मैले त्यो भन्नु आँटेँ क्या बडा कबीर सिंह फोन आयो नि त होइन पक्कै नि केटीले मलाई भगाउन लिएर सिन राम्रो थियो है कस्तो मजा आयो बुलेटमा सर दामी थियो दामी छ केटो मक्का तपाईँ परिवर्तन भएको देख्दा साह्रै खुसी लाग्यो फुर्सान तपाईँको अझै राम्रो भएको सुन्न पाऊँ यदि म पनि खुसी भएको सुन्न चाहनुहुन्छ भने प्लिज मदेखि टाढै रहन फुर्सान कस्तो तरिका हो अङ्गालो मार भन्ने ला के भने कस्तो तरिका कि अङ्गालो मार नाइज भन्ने क्या झन् कसरी छोड्न सक्छ अङ्गालो झन् गाह्रो हुन्छ नि अनि लास्टमा बिहेको काटिदिएर तर सिरियस हो नि सिरियस लुक्स देऊ न एकचोटि ला केटालाई त ल एउटा सर्ट कुरा गरौँ न होइन यस्तै कन्डिसन तिमी भए तिमी के गर्थ्यौ म अहिलेको मेन्टली स्टेटमा चाहिँ सायद म आफ्नै बाटो लाग्छ जस्तो लाग्छ होइन तर अब त्यो त लभ परेपछि थाहा हुन्छ कतिको छोड्न सकिन्छ कतिको सकिँदैन यता केटीलाई किडन्यापै गर्नुपर्छ कि एउटा देखाउँछ नि भाइ के अरे कार देखाउँछ होइन भाभी मान गई त स्कार्पे अगर नै मानी त भन्दै ओम्नी भ्यान थियो त्यो किन्थ्यो सानो किडन्यापिङ भ्यान के नै मान स्कार्पे चाहिँ ये गर्छ नि त्यो चाहिँ ला खुसी भएर केटा बडा बाबु भन्दै तिमी खुसी छौ र उसँग छैन हो मेरै नै गल्ती थियो ए माया तिम्रो आँखा र साले बुझिन छु माया तर म आगो हुँदा तिमी पनि पानी हुनु पर्ने थियो नि माया छेरेङ्गै हो कुन्जो सुन आला मायाला छेरेङ्गै लाने दिनी रङला सिफेको माया झुमगा रङला केटा त कोर्सबाट लगाएर डाँडा गरेर बसिरहेको त्यो तामाङको जुन जब तामाङको ल्याङ्ग्वेज होइन म त्यो ध्यान दिएर सुन्न खोजिरहेको सुन्नु त फेरि आला मायाला छेरेङ्गै हो कुन्जो सुन आला मायाला छेरेङ्गै लाने दिनी रङला सिफेको माया झुमगा रङला सिएनेगो गाडी लाग्यो दामी वाले कहाँ हो यो मलाई पनि कोही थियो ओल्मङ खायो त है आफ्नो भन्ने ओल्मङको होइन भन्ने नि तर बाटो मोडिदियो मलाई पनि
अरे भाइ कोट लगाएर डाँडा बसेर बसिरहेको छ कि त बिहेमा जानु हजुर दामी एडिट हो क्या यो त प्योर एडिट हो म त भनिदिन्छु कहाँ यस्तो छ नेपालमा छ त छैन के छ थाहा भएन यस्तो माउन्ट फुजी जस्तो देख्छ होइन माउन्ट केटु जापानको माउन्ट फुजी सुन्नुभएको छैन फुजी त सुनेको छ त्यही जस्तो देख्छ तर नेपालमा यो चाहिँ छैन एडिटै होला सायद है हुन सक्छ एडिट होला यो ल सुसाइड बचायो को केटी नै हो ओ साथी हो रहेछ ल दामी के भयो पण्डित पो रिसायो त नि यो पण्डितलाई के कसो किन रिसाएर बिचरा त्यत्रो पैसा तिरेर काम पाउँछ भनेर अनि दक्षिणा त पाइहाल्छ नि जोरी पनि यसले पुरै पाउँदैन होला नि त पाउँछ ल साथी त्यही रहेछ पार्टी खानु बिचरा साथी चाहिँ कस्तो साथी यार त्यो चाहिँ ल ओइ तँलाई थाहा छ र भाउजू कहाँ गएको भनेर ल कहाँ गयो सायद केटी चाहिँ सोचेको गऱ्यो क्या सोचिरहेछ एकदम राम्रो लाग्छ मलाई यो ठाउँ यदि हजुरले मलाई भने नि यही ठाउँमा आउनुहोस् ल केटी झुडेर मर्यो त्यही लागिरहेछ मलाई नि ल सेट म्यान ल किन सुसाइड गरेको यार के भने केटा छँदै थियो नि माया गर्ने त्यही त नरुन है तर साह्रै राम्रो यार स्टोरी गीत दामी च्याप्टर 2 रे 1 कस्तो थियो 1 त हेरेको छैन नहेरौँ यतिकै ठिक छ यतिकै राम्रो छ विजय डङ हेर्नु न पुरै कम्प्लिट लास्टमा सपोर्टेड अब द ड्रिम गार्डन अफ ड्रिम कति राम्रो यार मलाई कस्तो मजाले त्यो मतलब सुरुमा भन्छ नि म दुखी भयो भने कहीँ भयो भने म यहीँ कतै पाउनु भयो भने म यही ठाउँमा हुन्छु तपाईँ आउनु होला भनेदेखि त्यही कुरालाई मेन फ्रेम बनाएर कति मजाले स्क्रिनमा पोर्ट्रेट गरेर देखाएको छ क्या है भिडियो म्युजिक होइन कति राम्रो मलाई यो आफ्टर लङ टाइम यस्तो मजा आएको होइन मलाई किनभने यस्तो मलाई चाहिँ मजा दिने भनेको चाहिँ अल्बाट्रोस हो क्या कस्तो अल्बाट्रोसको त्यो म्युजिक भिडियो अल्बाट्रोस के सुन्नुभएको छ अल्बाट्रोसको सुनेको छ एल्बाट्रोस उनीहरूको त्यो म्युजिक पनि कति राम्रो छ होइन अनि भिडियोज हुन्छ नि त्यो स्टोरी टेलिङ पनि कति राम्रो छ क्या यो भिडियो नि मलाई एकदम राम्रो लाग्यो यो आफ्टर लङ टाइम एकदमै मलाई मन पऱ्यो एकदम इन्जोय गरेँ अनि कस्तो लाग्यो तपाईँलाई स्टोरी राम्रो छ है सबै मैले भने नि लाइक के अरे म दुःखी हुँदाखेरि यहीँ आउँछ भेट्नु भन्दाखेरि त्यसलाई नै मेन फ्रेम बनाएर देखायो नि त हान्न ताँदैन नि सुरुमा त के हुन्छ लास्टमा होइन तर त्यसलाई भन्दाखेरि चाहिँ दामी पारेर मेन फ्रेम गरेको थियो र त्यहाँ एक ठाउँमा भन्छ नि होइन थाहा छ कहाँ हुन्छ भाउजू भन्छ अनि थाहा छ भन्छ मलाई मनमा लागिरहेको थियो कि होइन सुसाइड गऱ्यो भने अलिकति चटपटा मजा आउँछ जस्तो लागिरहेको थियो होइन अनि ठ्याक्कै केटा आयो त्यहाँ केटी मान्छेहरूको भिड थियो नि त अन्त ठ्याक्कै थाहा भयो कि सुसाइडै गऱ्यो भनेर क्या ठ्याक्कै जुन मैले सोचेको त्यो मजा आउँछ भनेर त्यो मजा दियो क्या लाइक अनएक्सपेक्टेड क्या है लाइक केटा मर्न खोज्दाखेरि अब केटीले सुसाइड गर्यो तर यसमा सुसाइड गर्ने कारण चाहिँ के थियो होइन लाइक केटा छँदै थियो होइन त्यही त है साइड पार्ट थियो आउन सक्छ केटा त्यस्तो गरिब पाल्न सक्ने थिएन बुलेट बाइक पड्काइरहेको थियो त्यही भने पार्ट 3 आउँछ होला मेरो विचारमा हैन पार्ट 3 नै आयो नि हामी अभियसली पार्ट 3 आइन अभियसली हामी रियाक्सन गर्छौँ हैन यस फर्स्ट आवरमै रियाक्सन दिन्छौँ फर्स्ट आवरमा रियाक्सन दिन्छौँ किनकि फेरि यस्तो नि त लाइक यसमा ट्विस्ट चाहिँ अब तिमीले भन्यो नि केटीले सुसाइड गरेर ट्विस्ट भयो नि त तर बाइ चान्स केटीले सुसाइड नगरेर केटा र केटी भेट भएको ट्विस्ट हुँदैन थियो नि त्यसमा
कृष्णै छैन नि त त्यो बे गरेर भयो यहाँ पेन्डिङ भयो नि त सायद पुरानो 3 बन्दैन थियो होला नि पुरानोमा 3 बन्दैन थियो भन्दैन थियो होला 1 यस्तै के भयो होला कोसँग भयो सो ओके गाइज बिग साउट आउट है उहाँहरूलाई पनि पार्ट 3 चाँडै नै हामीले हेर्न पाऊँ त्यसको रियाक्सन गर्न पाऊँ सो अरू केही भन्नु छ राम्रो छ एकदम राम्रो लाग्यो ओके गाइज द्याट्स फर आजको लागि त्यति नै गाइज है सो सी यु इन नेक्स्ट भिडियो बाई बाई